हेलो गाइज, अर्जेन्टिनाको 2026 वर्ल्ड कपको 26 सदस्यीय स्क्वाड आएछ है। सेम टु सेम 2022 को वर्ल्ड कपको जस्तै स्क्वाड आएको छ है। अब धेरै चेन्ज छैन, एक दुईवटा चेन्ज छ। चेन्ज पनि कहाँबाट हुन्थ्यो र हैन, सबै राम्रा राम्रा खेलाडीहरू छन्, त्यही भएर चेन्ज गरेन। अब गोलकिपरमा सेम छ हैन, एउटा एथलेटिको म्याड्रिडको मुसा भन्नेले चान्स पाएछ। एकदम राम्रो गोलकिपर हो क्या ऊ पनि। अनि त्यो डिफेन्डरमा अकुना परेन छ, अरू एक दुईजना नयाँ थपेछन्। अनि मिडफिल्ड पनि त्यस्तै सेम टु सेम छ। मिडफिल्डमा त एकजना दुईजना थपेका छन्। अनि फरवर्ड लाइनमा पनि त्यस्तै छ हैन। थपेको भनेको अल्माडा, सिमोनी, निको पाज हैन, नयाँ अनुहार अहिले देखेको छ। सेम टु सेम भन्दा हुन्छ क्या। अनि हाम्रो फेमस डी मारिया सन्यास लिइसके उनले त हैन, हुने कुरै भएन। अनि एउटा ब्याड लक के, डेबाला परेन यार, बिचारा इन्जुरी हो र एकदम अन्डर रेटेड प्लेयर हो हैन। इन्जुरी भएको कारणले पनि होला परेन यो पालि वर्ल्ड कपमा। ठिकै छ, एकदम राम्रो छ टिम हाम्रो अर्जेन्टिनाको। अब 10-15 दिन बाँकी छ वर्ल्ड कप आउनको लागि। धमाका हुन्छ। कमेन्ट गरौँ है गाइज।